गर्मी सुरु भएबाट मैले पहिलोचोटि उखुको जुस खाएँ साथीहरू। हेलो एभ्रिवान, वेलकम छ मेरो मिनी ब्लगमा र म रेडी भएर जाँदैछु बाँसगढी बजार। हाम्रो घरदेखि चाहिँ बाँसगढी बजार जानको लागि चाहिँ अटो लिनुपर्छ। अटो बोलाएर हामी आमा छोरा लाग्यौँ बाँसगढी बजार। हावा खाँदै सरर अटोमा बसेर त्यसपछि पुग्यौँ हामी बाँसगढी। त्यसपछि पुगेँ म किराना पसल। यहाँ चाहिँ मलाई बाबुको लागि सामान र घरको लागि सामान पनि किनिलिनु थियो अलिअलि। सुरुमा मैले बाबुको लागि लिएँ ओट्स। बाबुलाई चाहिँ मैले खाना सँगसँगै ओट्स पनि दिने गरेको छु। ओट्स चाहिँ बच्चाहरूको लागि राम्रो हुन्छ, त्यही भएर म ओट्स लिएर सामान लिएर चाहिँ अनि अगाडितर्फ लागेँ। त्यहाँ चाहिँ उखुको जुस पिल्दै रहेछ। त्यसपछि म गएँ उखुको जुस खानको लागि। त्यसपछि मैले 1 गिलास उखुको जुस भनेँ। यो गर्मीमा उखुको जुस चिसो चाहिँ मिठो पनि हुन्छ, स्वास्थ्यको लागि राम्रो पनि हुन्छ साथीहरू। त्यसपछि मैले उखुको जुस खाएँ। बाबुले खुवाउनु लाग्यो त उसले खानै जानेन कि पाइपले चाहिँ। त्यहाँदेखि बल्ल तल पनि उनीहरू खुवाउनु लाग्यो, खाने कम पोख्ने ज्यादा गरिरहेको थियो उसले। त्यसपछि हामी उखुको जुस खाएर चाहिँ हामी अगाडितर्फ लाग्यौँ। त्यसपछि मैले देखेँ पानीपुरीको ठेला। त्यसपछि मलाई खान मन लाग्यो पानीपुरी। अनि मैले साथीहरू पानीपुरी किनेर पानीपुरी खानलाई। पानीपुरी चाहिँ एकदम मिठो थियो कि मुखमा पानी नै आउने गरी मिठो थियो पानीपुरी चाहिँ। त्यसपछि मैले पानीपुरी खाएर मुख मात्रै जिस्कियो मेरो। त्यसपछि मैले फेरि चटपटे पनि खान लाएँ। चटपटे पनि मिठो थियो साथीहरू। बाहिरको खानामा चाहिँ मिठो त किन नहुने, घरको दाल भात पो मिठो हुन्न त बाहिरको खानेकुरा त किन मिठो हुन्न साथीहरू। त्यसपछि म अटोमा बसेर चाहिँ घरतर्फ लागेँ। घरमा चाहिँ भान्जी थिइन् अनि भान्जीलाई पनि मैले पानीपुरी ल्याइदिएँ। मिठो पानीपुरी भन्दै